र यो कार्यक्रम एकदम र यो कार्यक्रम एकदम सही प्रकारले सही ढङ्गले प्रभु बदलावको कुराहरू भएको हामी प्रार्थना गर्छौँ येशू प्रभुको चाहिँ पवित्र नाममा सबैजनालाई ख्रीष्ट येशू जन्मनु भएको उपदेशमा मेरी क्रिसमस ह्यापी क्रिसमस भन्न चाहन्छु। धेरै धन्यवाद। जय मसीह। गाउँदै जाऊ प्रभुको महिमा। कसको महिमा? सबैजना मिलेर गाउँ है त। सबैले आउँछ नि? आउँदैन भने पनि सँगसँगै गाउनुहोस्, आउँछ। ताली बजाउँदै खुसीका साथ है। गाउँदै जाऊ प्रभुको महिमा, उदयको जन्म दिवसमा हाँस्दै बढौँ उनकै सेवामा, जगाउने नौलो भावना उठाहरूलाई पहिले दर्शन पठाए पिताले, गुणगान भन्नलाई साँझको बेलामा ताराहर प्रभु जन्मिए दाउदको सहरमा, ताराहर प्रभु जन्मिए दाउदको सहरमा। चिसो हावामा न्यानो छायाको घेरा, यसो राजा आएका छन् उद्धार लिएर। हो यसो राजा आएका छन् उद्धार लिएर। Let's
आकाशमा तारा देखा परे ज्योतिषीहरू खुसी भए हेरोद राजालाई सोधी गए क्रिसमस सबै सबैलाई मेरी क्रिसमस सबै सबैलाई ह्यापी क्रिसमस सबै सबैलाई मेरी क्रिसमस सबै सबैलाई दुःख पीडालाई भुल्छ यसै गरी हाम्रो रिचा गुरामा हुनुहुन्छ संसार महिमाको सम्पूर्ण स्तुति प्रशंसा महिमा हाम्रो मान्छे देशको आत्मस्मरण गर्दछु यी बाँकी बहलहरू उहाँहरूले धन्यवाद विनती प्राप्त गर्छु एकमात्र येशू प्रभुको नाममा बसाउनु हालेलुया येशू प्रभु तपाईलाई मेरो निम्ति तपाईले मेरो निम्ति मात्र नभइकन सारा संसारको निम्ति उहाँ आउनुभयो हामीले लुका 2 को 8 देखि 10 पदसम्म हेर्ने हो भने जब त्यही इलाकामा म 8 देखि 10 सम्म पढ्न चाहन्छु त्यही इलाकामा गोठालाहरू थिए जसले चौरमा बसेर राति आफ्नो बगानको रखवाली गर्थे प्रभुका एउटा स्वर्गदूत तिनीहरूका देखा परे र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो अनि तिनीहरू साह्रै डराए तब स्वर्गदूतले तिनीहरूलाई भने नडराऊ किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना चलाउनु पर्छ एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ हालेलुया दाउदको सहरमा तपाईँ यसलाई हृदयमा स्थान दिनुहुन्छ यसलाई स्वीकार गर्नुहुन्छ विश्वास गर्नुहुन्छ टाइममा यस्तै गीत आदर गर्छु
हालेलुया जति यसलाई प्रभु र मुक्तिदाता भनी आफ्नो प्रभु बनाउनु भएको छ हृदयमा स्थान दिनुहुन्छ यसलाई स्वीकार गर्नुहुन्छ विश्वास गर्नुहुन्छ जीवनको शान्ति Merry Christmas. Thank you so much, हाम्रो आदरणीय गुरुआलाई। हुन्छ धेरै धेरै धन्यवाद छ। अब यो के हामी उता ग्याजेटको लागि राखिदिन सहयोग गरिदिनु अनुरोध गर्दछु अनि धेरै धेरै धन्यवाद छ। अनि यो समय अब मेरो साथमा रहनुको लागि धेरै धेरै धन्यवाद गर्दछु। थ्याङ्क यू सो मच। Thank you so much, हाम्रो आदरणीय गुरुआलाई। हुन्छ धेरै धेरै धन्यवाद छ। अब यो के हाम्रो उता ग्याजेटको लागि राखिदिनु सहयोग गरिदिनु अनुरोध गर्दछु अनि धेरै धेरै धन्यवाद छ। अनि यो समय अब मेरो साथमा रहनुको लागि आनन्दको धुन बतासले उडाइयो सुसन्देश हेर न आकाशमा नयाँ तारा आयो सुन्न न बतासले नयाँ सन्देश ल्यायो तिनीले नयाँ नयाँ आशा ल्यायो हाम्रो यो जीवनमा मायाको सन्देश संसारमा फैलाउन मानव बनी यीशु प्रभु प्रेमलाई रोजेर यो धरतीमा आउनुभयो स्वर्गलाई छोडेर